नमस्कार, ग्लोबल पोस्टको यो भिडियो ट्युटोरियलमा यहाँलाई स्वागत छ। हाम्रा धेरै पाठक, सर्जक र शुभचिन्तकहरूबाट कसरी सृजना, सूचना आदि कुराहरू ग्लोबल पोस्टमा पठाउन सकिन्छ भन्ने जिज्ञासा भएको हुँदा यसैलाई सम्बोधन गर्न यो ट्युटोरियल तयार गरिएको हो। त आउनुहोस् सुरु गरौँ यो हाम्रो ट्युटोरियल। यहाँलाई यदि कुनै सूचना, सृजना वा कुनै तपाईँका एरियामा तपाईँको क्षेत्रमा भएका कार्यक्रमको विषयमा हामीलाई लेखेर पठाउन चाहनुहुन्छ र प्रकाशन गर्न चाहनुहुन्छ भने तपाईँले यो माथि देखिएका मेनुको लस्करमा यो आस्क अथवा सेन्ड लेखेकोमा तपाईँले क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँलाई यो पेज देखा पर्छ। यहाँबाट तपाईँले तपाईँका आफ्नो कार्यक्रम चलन सञ्चालन गर्नुभएका भिडियोहरू, तपाईँ फोटोग्राफी इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँको तस्बिर, तपाईँले खिच्नुभएका तस्बिर, पिक्चर्सहरू र तपाईँको एरियामा भएका कुनै कार्यक्रम, कुनै तपाईँ थाहा पाउनुभएका त्यस्ता सूचनाहरू र आफ्नो सृजना जस्तै कथा, कविता, विविध कुराहरू तपाईँले हामीलाई यस पेजबाट पठाउन सक्नुहुनेछ। र यसको लागि तपाईँले भिडियोको लागि तपाईँले आफ्नो भिडियो लिङ्क पनि हामीलाई पठाउन सक्नुहुनेछ। भिडियोको नाम र भिडियो लिङ्क पठाउनु भए पनि हुनेछ, किनभने भिडियो अपलोड हुनुको निम्ति निकै समय लाग्नेछ तपाईँलाई। र तपाईँले आफ्नो सूचना अथवा आफ्नो सृजना पठाउन चाहनुहुन्छ भने तपाईँ सृजनाको नाम लेख्नुहोस्। यहाँनिर तपाईँ कविता हो भने पोएम टाइप गर्नुहोस् र तपाईँ पोएमको नाम टाइप गर्नुहोस्, शीर्षक टाइप गर्नुहोस् र तपाईँको ब्र्याकेट राख्नुहोस् र तपाईँको नाम टाइप गर्नुहोस्। रविन्द्र, तपाईँको नाम जस्तै मेरो नाम रविन्द्र र तपाईँको फोन नम्बर, यदि तपाईँको सूचना संवेदनशील छ भने तपाईँसँग हामीले सम्पर्क गर्नु पनि पर्ने आवश्यक रहन्छ। त्यसो हुँदाखेरि फोन नम्बर हामीसँग गोप्य र मात्र यो प्रमुख सम्पादकसँग यो सूचना रहन्छ र तपाईँको फोन नम्बर पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। र सामान्य तपाईँको तस्बिर, सामान्य चिज हो भने यो सबै जरुरी छैन। र तपाईँले आफ्नो इमेल पनि तपाईँले हामीलाई यहाँ टाइप गरेर पठाउन सक्नुहुनेछ। इमेल इत्यादि। र तपाईँको आफ्नो विषय यहाँ तपाईँले टाइप गर्नुहोस्, अथवा टाइप गरिएको छ भने कपी गरेर यहाँ तपाईँले पेस्ट पनि गर्न सक्नुहुनेछ। र यसलाई तपाईँले बोल्ड बनाउन चाहनुहुन्छ भने बोल्ड गर्नुहोस्, इटालिक गर्नुहोस्, अन्डरलाइन गर्नुहोस् र तपाईँलाई यो विभिन्न फेसिलिटी, यसको एडिट गर्ने फेसिलिटी तपाईँलाई यहाँ राखिएको छ। र यो फाइलसँग तपाईँको सृजना अथवा तपाईँको यो सूचनासँग एट्याच गर्नुपर्ने कुनै तस्बिर, कुनै डकुमेन्टहरू छ भने तपाईँले यो चुज फाइलमा क्लिक गर्नुहोस् र तपाईँले आफ्नो कम्प्युटरको कुन फोल्डरमा त्यो विषय राख्नु भएको छ खोज्नुहोस्। जस्तै म तपाईँ अहिलेलाई उदाहरणको लागि पिक्चर्समा जान्छु र पिक्चर्समा गएर म एउटा पिक्चर उदाहरणको लागि यहाँ क्लिक गर्छु र यहाँ ओपन गर्छु र मेरो पिक्चर यहाँ आइसकेको छ र म यसलाई अब सब्मिट गर्न यो तयार भइसकेको छ। अब यसलाई म सब्मिट गर्छु र सब्मिट गरेपछि यो सोझै यसका प्रमुख सम्पादककोमा, एडमिनिस्ट्रेसनकोमा जानेछ र प्रमुख सम्पादक अथवा एडमिनिस्ट्रेटरले आफ्ना एडिटरहरूलाई अधिकार दिएको छ भने उनीहरूकोमा पनि यो सूचना पुग्नेछ। जस्तै अब यसलाई म सब्मिट गर्छु र सब्मिट गरेपछि यो तपाईँ कनेक्ट हुँदैछ हाम्रो सर्भरसँग र यसरी your file was successfully uploaded भनेर यसरी तपाईँले यो मेसेज देख्न सक्नुहुनेछ। यसका मतलब चाहिँ तपाईँले पठाउनु भएको सूचना ग्लोबल पोस्टको सम्पादककोमा पुगिसकेको अवस्था हो र यसलाई त यो यसरी इमेल गइसकेको हुनेछ। ग्लोबल पोस्ट यो भनेर तपाईँको ग्लोबल पोस्टको एउटा आफ्नो सम्पादकको युनिक इमेल एड्रेस हुनेछ र त्यो इमेल एड्रेसमा यसरी समवन अपलोडेड अ न्यू फाइल भनेर आउँछ र उसले सम्पादकले हेर्छन् र उपयुक्त फाइल हो भने त्यसलाई प्रकाशन गर्नु उपयुक्त छ भने उहाँले यसलाई प्रकाशन गर्नुहुनेछ। र तपाईँले पर्सनली कुनै मेसेज, कमेन्टहरू लेख्न चाहनुहुन्छ भने अथवा पर्सनली तपाईँले आफ्नो कृतिहरू, सृजनाहरू पठाउन चाहनुहुन्छ भने तपाईँले यहाँबाट पनि पठाउन सक्नुहुनेछ। तपाईँको आफ्नो नाम लेख्नुहोस्, इमेल लेख्नुहोस्। इमेल यो स्टार लेखेको छ अनिवार्य भन्ने बुझाउँछ, तपाईँले यो भर्नुपर्ने हुन्छ।
आफ्नो विषय र आफ्नो यहाँ मेसेज लेख्नुहोस् र यो पनि तपाईँको सिधै एडिटरकोमा पुग्नेछ र सबमिट गर्नुहोस् र यो हामी कहाँ आइपुग्छ र यसरी तपाईँले आफ्नो सृजना आफ्ना मनमा लागेको कुराहरू लेख्न पठाउन सक्नुहुनेछ आफूले खिचेको तस्बिर आफ्नो क्षेत्रमा भएका आफूले जानेका र सुनेका न्युजहरू पनि पठाउन सक्नुहुनेछ र आफ्नो सृजनाहरू पनि पठाउन सक्नुहुनेछ यहाँलाई जहिले पनि ग्लोबल पोस्टले स्वागत गर्दछ हिजोआज हामीले धेरै सृजनाहरू फेसबुक आफ्नो च्याटिङ ग्रुपहरूमा तपाईँहरूले सम्प्रेषण गर्नुहुन्छ त्यो अति उत्तम हो तर त्यो सँगसँगै तपाईँले यसरी मिडियामा आफ्नो सृजनाहरू प्रकाशन गर्नुभएमा तपाईँको सृजनशीलता तपाईँको सृजनाको क्षेत्रमा तपाईँले मान्यता प्राप्त गर्दै गएको भन्ने बुझिन्छ त्यसो हुँदाखेरि तपाईँको लेख रचनाहरू स्तरीय हुनुको निम्ति अथवा ग्राह्य हुनुको निम्ति धेरै मान्छेले जान्नु र तपाईँलाई मान्यता प्राप्त हुनुको निम्ति राम्रा मिडियाहरूमा राम्रा नराम्रा जे होस् मिडियाहरूमा प्रकाशन हुँदै जानु असल मानिन्छ त हामीलाई विश्वास छ तपाईँले आफ्नो सृजना आफ्नो सूचनाहरू हामीलाई पठाएर यसरी सहयोग गर्नुहुनेछ र तपाईँ आफै पनि एउटा असल पत्रकार बन्ने मौका पाउनुहुनेछ किनकि तपाईँले पठाउनु भएको समाचारहरू हामीले प्रकाशन गर्नेछौँ र प्रकाशन गर्दाखेरि तपाईँको नामसहित त्यो प्रकाशन हुनेछ र तपाईँ अलरेडी जर्नलिस्ट अलरेडी पत्रकार हो भने तपाईँलाई अझ चाहिँ यो राम्रो मौका हो र सिकारु र पत्रकार हुन चाहने साथीहरूले पनि आफूले जाने बुझेअनुसार समाचार लेख्नुहोस् र हामीलाई पठाउनुहोस् र हामी त्यसलाई प्रकाशन गर्नेछौँ जस्तै तपाईँको नाम हामी हामीसँग कनेक्सन हुँदैछ जस्तै उदाहरणको लागि हेरौँ एउटा सूचना यो नेब्रेस्काबाट आएको सूचना हो हाम्रो लागि यसरी कर्ण गुरुङले हामीले पठाउनु भएको सम्वाददाता भनेर हामीले राखेको छौँ उहाँले पठाउनु भएको न्युज भएकोले गर्दाखेरि हामीले उहाँको नाम हामीले राखेको छौँ यदि तपाईँले पठाउनु भयो भने तपाईँको पनि नाम यसरी आउनेछ र तपाईँलाई तपाईँको साथीहरूले तपाईँको परिवारले तपाईँको शुभचिन्तकले तपाईँलाई पत्रकार भनेर पनि चिन्नेछ र तपाईँले एउटा आफ्नो कार्यक्षेत्र आफ्नो रेज्युमी पनि बढाउन सक्नुहुनेछ र त्यो मौका ग्लोबल पोस्टले तपाईँलाई दिइरहेको अवस्था हो र फेरि हामी ब्याक टु होम जाउँ यहाँ तपाईँले होममा क्लिक गर्नुहोस् ग्लोबल पोस्टको ल्यान्डिङ पेजमा जानुहुनेछ तपाईँ र तपाईँलाई यदि नेपालीमा टाइप गरेर हामीलाई पठाउनु छ भने तपाईँले पहिला यहाँ आएर टाइप गर्नुहोस् तपाईँलाई टाइप गर्ने फेसिलिटी नेपालीमा टाइप गर्ने फेसिलिटी हामीले दिएको छौँ जस्तै मेरो टाइप गर्छु म मेरो नाम रविन्द्र हो यसरी म नेपालीमा टाइप गर्न सक्छु र यसलाई म कपी गरेर अघिको बक्समा लगेर म पेस्ट गर्न सक्छु त्यसै गरेर तपाईँलाई यदि फेसबुकको स्ट्याटस नेपालीमा लेख्नु मन लाग्यो भने तपाईँले कुनै अरू अनलाइनहरूमा गएर ब्राउजरमा गएर खोजिरहनु जरुरी छैन सिधै ग्लोबल पोस्टमा आउनुहोस् टाइप गर्नुहोस् कपी गर्नुहोस् र आफ्नो फेसबुकको स्ट्याटसमा लगेर पेस्ट गरिदिनुहोस् यसरी पनि तपाईँलाई यसले सहज गरिदिएको छ र तपाईँले पठाउनुभएका न्युजहरू तपाईँले पठाउनुभएका सृजनाहरू यसका क्याटेगोरी अनुसार पब्लिकेसन हुनेछ त्यो समाचार हो भने हट न्युजको ब्यानरमा छापिनेछ र साहित्य सम्बन्धी साहित्य कला सङ्गीत सम्बन्धी तपाईँको यसमा छापिनेछ यसरी हामीले सम्बन्धित शीर्षकहरूमा हाम्रा तपाईँका विचार तपाईँले पठाउनुभएका सृजनाहरू प्रकाशन हुनेछ र विचार हो भने कुनै विचारमा केन्द्रित लेख हो भने यहाँ प्रकाशन हुनेछ गेम्स स्पोर्ट्स खेलकुद सम्बन्धी हो भने हामी यहाँ यसलाई प्रकाशन गर्नेछौँ प्राविधिक यसरी हाम्रो सब मेनुजहरूमा पनि सब टाइटलमा पनि छापिनेछ विभिन्न फेसन विभिन्न कुराहरू टेक्नोलोजिस लाइफस्टाइल पोलिटिक्स यसरी हामीसँग विभिन्न क्याटेगोरीका शीर्षकहरू छन् त्यही अनुसार हामीले यसलाई प्रकाशन गर्नेछौँ र तपाईँ फोटोग्राफीमा इन्ट्रेस्टेड हुनुहुन्छ भने हामीले पठाउनुहोस् र तपाईँको फोटो हामीले चुनेर यसरी पिक्चर अफ द विक भनेर हामी प्रकाशन गर्नेछौँ र तपाईँले सञ्चालन गर्नुभएको कुनै कार्यक्रम छ भने राम्रा तपाईँका भिडियोहरूबाट हामी छानेर भिडियो अफ द मन्थ भनेर हामी यहाँनिर यसरी राख्नेछौँ र तपाईँका धेरै श्रोता तपाईँका धेरै पाठकहरू दर्शकहरू बढ्नेछन्
र तपाईँले आफ्नो कुनै विज्ञापनहरू आफ्नो पुस्तक विषयमा तपाईँले प्रमोसन गर्न चाहनुहुन्छ भने यसरी तपाईँले हामीलाई दिन सक्नुहुनेछ। तपाईँको पुस्तक यसरी हामीले प्रकाशन अथवा पब्लिकेसन अथवा विज्ञापन हामी गरिदिनेछौँ। र यसरी फुडहरूमा पनि हामी राखिदिन सक्छौँ। र यसै गरी तपाईँले माथि गएर यी क्याटेगोरीमा गएर पनि विभिन्न कुराहरू छान्न सक्नुहुनेछ। क्याटेगोरिजमा क्लिक गर्नुभयो भने यहाँ राख्नु तपाईँको माउस यहाँ राख्नुहोस्। यसरी तपाईँलाई तल विभिन्न बुँदाहरू देखा पर्नेछ। तपाईँले आफ्नो मन परेको शीर्षक छानेर तपाईँ पढ्न सक्नुहुनेछ। जस्तै मलाई कला साहित्य मनपर्छ, म यहाँ क्लिक गर्छु। यहाँ क्लिक गरेपछि यसको पेजहरू देखा पर्छ र तपाईँले साहित्य सम्बन्धी पढ्न सक्नुहुनेछ। कुन साथीले के पठाएको छ हेर्न सक्नुहुनेछ, पढ्न सक्नुहुनेछ। जस्तै सुरु भयो अन्तर्राष्ट्रिय आवाज, हाम्रो ममता प्यारी बहिनीले सुरु गर्नुभएको यो कार्यक्रम, यसको सूचना यहाँ छ। त्यस्तै गरी विभिन्न हाम्रा कृष्ण भाइले लेख्नुभएका कथा यहाँनिर प्रकाशन भएको छ। हाम्रो भुटानीदेव निज नेपाली साहित्यका प्रखर कवि, उनका कविताहरू यसरी यहाँ प्रकाशन भएका छन्। त्यसरी विविध हाम्रा साहित्य सम्बन्धी हाम्रा कम्युनिटीका साहित्य सर्जकहरूले पठाउनुभएका हाम्रा सृजनाहरू यहाँनिर प्रकाशन हुने गर्छ। र त्यसै गरी तपाईँले यहाँ रेडियो, ग्लोबल न्युज, विश्वको न्युजहरू सुन्न सक्नुहुनेछ। ग्लोबल रेडियो भनेर हामीले प्रोजेक्ट बनाएको छौँ, यो सञ्चालनमा आएको छैन। ग्लोबल टकहरू तपाईँले ग्लोबल पोस्टले सञ्चालन गर्दै आएका ग्लोबल टक सो हेर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। तपाईँ यहाँ क्लिक गर्नुहोस्। यसका सिरिजहरू यहाँ अपलोड भएर बसेका छन्। यसरी तपाईँ देख्न सक्नुहुनेछ। तपाईँ विभिन्न हाम्रो विगतदेखिको कार्यक्रमहरू यसरी लस्करै बसेको छ, तपाईँ हेर्न सक्नुहुनेछ। र यसरी यो पहिलो हाम्रो भिडियो ट्युटोरियल यहीँ समाप्त हुन्छ। हामीलाई आशा छ तपाईँले यसलाई हेरेर बुझेर तपाईँको सृजनाहरू हामीलाई पठाउनुहुनेछ। थ्याङ्क यू सो मच। हेरिदिनु भएकोमा तपाईँलाई फेरि मुरी पनि धन्यवाद।